मिठो छ कस्तो रहेछ राम्रो बिस्तारै खाऊ एक एकवटा खाने सबै पोखो नपोखो खाने बिस्तारै खाने ल यस्तोमा लागेछ पुछेको ए यति खाएर चाहिँ नरुई भयो नि ल गर राम्रो नगर्ने ल है यति खाएर चाहिँ राम्रोसँगले बस्ने हुन्छ त्यहाँ रुएको गएर भने त फेरि म त चिप्स दिन्न नि फेरि एकचोटि है मिठो रहेछ गुड कि नगुड गुड 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 नानीको नाम के अरे नानीको नाम के एक्टिभ हो कि होइन बिस्तार खाऊ ल बिस्तार दिदीलाई दिदी खान्छ र दिदीलाई पनि दिने ठिक छ त्योभन्दा बढी नदिने हात टोक्ला है अम्ला कता दाइ पसल हो बिस्तार बिस्तार त्यो पनि खाने यम्मी यम्मी रहेछ चप्पल वाउ चप्पल कसले दिएको नानीलाई चप्पल मम्मीले मम्मीको नाम के हो चाबिसले बाबाको नाम गो गोकुल हजुर के भन्छ बाबा बाबा दिदीको नाम के अरे एवान तिलेत उता छ नि त्यसलाई बाँधेको मैले बाँधेको सबै पोख गोप्ट्यो सिधा सिधा अब नानी त्यति खाने एक गिलास पानी खाने अगाउँछ त्यो खाइसकेन पहिले पानी खाने बत्ती आयो ल ठिक छ बल्ल बत्ती आयो है बत्ती त्यहाँ माथि छ उताबाट नि आउँछ उताबाट नि आउँछ होइन हात टोक्छ है अम्ला टोक्छ नि के झिमझिम बत्ती ल ठिक छ ल मिठो भयो ए त्यो पढ्ने हो हो कहिले अस्ति नै दिनको हो र एकटी पढ्ने कि नपढ्ने कतिसम्म पढ्ने धेरै धेरै पढ्ने मम्मीको नि माया लाग्छ दिदीको बाबाको बाबाको ए धेरै लाग्छ कि थोरै धेरै
यो त काका नै पारेछ घरमा खोइ अनि नेको मन खाप यो बोका पास खाइदिनु त्यो चाहिँ नखाने छोटो मामा मामा चाउचाउ अगाडि लाग्नुपर्छ त गाडीमा नानीलाई चप्पल कसले ल्याइदिएको अरे खोइ देखाउ चप्पल मम्मीले ल्याइदियो मेरो तपाईँ छ नानी हुन्छ नि त दामी छ दामी छ ल ठिक छ ल बाई भनिदेऊ बाई ल भोलि भेटौँला भन बेला आउँछ ल बाई बाई